हेलो आजमा चाहिँ पशुपति म चाहिँ मर्निङ टाइममा गएको अनि आज चाहिँ के भने पशुपतिमा पानी परिरहेछ अनि काठमाडौँमा पानी परेको लगभग 4 दिन भयो अनि म चाहिँ यसो पशुपतितिर माइन्ड फ्रेस गर्नलाई निस्केको अनि यसो हिँडेको बाटोमा परेवा कम्तीमा लाखौँको भिडमा थियो अनि त्यसपछि मैले के गर्दै गएँ भने एकछिन मैले भिडियो खिचेँ त्यसपछि माथि डाँडातिर गएँ डाँडामा गएँ कोही मान्छे थिएन मान्छे नआएपछि मैले छोटो भिडियो बनाएँ अनि त्यसपछि पशुपतिको वातावरण देखाएँ त्यसपछि फेरि मैले भिडियोलाई पोज गरेर अर्कोतर्फ लागेँ अर्कोतर्फ लाग्दाखेरि होइन अहिले टिपिहाल्छ त फोन अलरेडी छैन नि त